बजारमा पठाएका छौँ। कस्तो लाग्छ दर्शकहरूको प्रतिक्रियाको वेटिङमा छौँ। यो भिडियो हेरिरहँदा मान्छेले यसलाई म्युजिक भिडियो भन्दा पनि एज अ टाइप फिल्म सर्ट फिल्म जस्तो बनेको भन्ने खालको प्राप्त भयो। यसको कन्सेप्ट कसरी बनाउनु भयो, गीतदेखि भिडियोसम्मको अलिकति सेयर गरिदिनुहोस्। डाइरेक्टर साहब पनि सँगै हुनुहुन्छ, आर्टिस्टहरू पनि राम्रो पनि सँगै हुनुहुन्छ। यसपल्ट भिडियोमा राजपाल राईसँगको कोलाबलाई पनि अलिकति केही कुरा गरिदिनुहोस् न, कस्तो रह्यो भिडियो चाहिँ। अब बिजु भाइ र हाम्रो बसेर पहिला सल्लाह गऱ्यौँ, आइडिया छ, आइडियाहरू मन पऱ्यो, सठिक छ। अब बिजु भाइले भन्नुभयो भिडियो हामीले दुश्मन हेरेपछि सेकेन्ड टाइम हामीले वर्क गर्नु छ दाइसँग। दाइले जब यो सङ ल्यायो, दाइ अब यसपालि दुश्मन हेरे भन्दा पनि हामीले राम्रो म्युजिक भिडियो दिनुपर्छ भनेर लगभग हामीले 1 महिना जति यसमा वर्क गरेको होला। फ्रीमा 1 महिना हामीले कुरा गर्दै कसरी बनाउने, के राख्ने, यसमा कसरी गर्ने भनेर, अनि फ्रीमा पनि वर्क गऱ्यो। एक्सनको पनि अलिअलि फ्रीमा वर्क गर्दै अनि यस्तो थियो कि दिमागमा कि वान अफ द बेस्ट एक भिडियो आओस्। अनि दाइको औरा जो छ, लाइक भन्छ नि एनर्जी जो छ, मलाई यसपालि डिफ्रेन्ट टाइपको दिनु मन थियो कि लाइक दाइ आफूमै एक भनौँ न एनर्जेटिक पावर एन्ड त्यो एक औरै नै डिफ्रेन्ट खालको छ। त्यही भएर मैले यसपालि दाइलाई धेरै एक्सन दिएको छैन, जस्ट उहाँको औरा, उहाँको स्टाइल प्रेजेन्ट गरेको छ। अनि होप दुश्मन हेरेको भन्दा पनि हिट होस् भिडियो। त्यही लेभलको हामीले सोचेको छौँ, बनाएको छौँ। अब त्यही दर्शकको हातमा छ। दुर्गेशजीको लागि एकपछि अर्को प्रोजेक्ट निकै च्यालेन्जिङ बन्नुभएको छ। दुश्मन हेरेले त्यो खालको रेकर्ड बनाइसकेपछि त्यसपछि आएका गीतहरूलाई पनि तपाईँले उत्तिकै मिहिनेत गर्नुपर्ने देखिन्छ। योबाट त्यो मिहिनेत पनि देखिन्छ। यो गीतबाट कस्तो आशा लिनु भएको छ यहाँले? सुनसम्म हामीले दुःख गरेको 5 डेज सुटिङ गऱ्यो हामीले। अब लगानी पनि राम्रै लगानी गरेको छ, केही कुरामा पनि कम्प्रोमाइज गरेको छ होइन। अब जस्तो अडियो पार्टमा पनि अब भाइ अहिले बोल्दै गएको लेख्नु भएको लागि भाइसँग काम गर्न त्यसै गरी लेजेन्ड आदरणीय दाइ राजपाल राई दाइ होइन, उहाँले पनि हाम्रो गीतलाई चाहिँ सपोर्ट गर्नुभयो। दाइले वर्ष त्यसपछि हाम्रो चाहिँ भइसक्यो, हाम्रो चाहिँ वर्ष इत्यादि उहाँले पनि हाम्रो सपोर्ट गर्नुभयो सबै कुरा। अब एरेन्जमेन्टमा चाहिँ हाम्रो स्यामसङ प्रेसिडेन्ट चाहिँ गर्नुभएको छ। अडियोको पार्टमा भने चाहिँ अब लिरिक्स म्युजिक आफ्नै रहेको छ र भिडियो बनाउँदाखेरि चाहिँ बिजु भाइ, प्रेमा अङ्कल, हामी सबैजना मिलेर चाहिँ पहिलाको भन्दा पनि दुश्मन हेरेको धेरै भन्दा पनि 2 स्टेप माथि चाहिँ बनाउनुपर्छ है भन्ने हामीले चाहिँ एउटा जुन लक्ष्य थियो त्यो चाहिँ गरेका छौँ। अब पुरा अब हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ दर्शक साथीहरूले अडियन्स भिडियोमा कस्तो रह्यो अनुभव? दुर्गेशजीसँगको फर्स्ट एकदमै रमाइलो भयो। दाइले मलाई अप्रोच गर्नुभयो। दाइले पहिलेबाट जस मलाई सुनिराख्नु भएको रहेछ। अनि त्यसलाई थ्याङ्क यू सो मच दाइ। दाइलाई मेरो काम राम्रो लागेको रहेछ। अनि दाइले चाहिँ अप्रोच गर्नुभएको थियो। अनि मलाई एकदम खुसी लाग्यो दाइले गीत सुनाउँदा बित्तिकै फर्स्टमै मैले होइन दाइ यो चाहिँ अलिकति रमाइलो गीत छ, जस ठिक छ, राम्रो हुनसक्छ भनेर म एकदमै ग्रेटफुल छु। दाइले मलाई सम्झिनु भयो, रेस्पेक्ट गरेर एउटा अनि कोल्याब गर्नुको लागि मलाई अप्रोच गर्नुभयो। एकदमै डिफ्रेन्ट खालको भाइब थियो दाइसँग होइन काम गर्दाखेरि। दाइको एनर्जी, दाइको सबै कुराहरू, थट प्रोसेसदेखि लिएर एभ्रिथिङ अलिकति डिफ्रेन्ट छ हाम्रो काम गर्ने होइन। सो दाइको मलाई मेन भनेको दाइको क्यारेक्टर मनपर्छ। दाइले चाहिँ जसरी हुन्छ हामीले अडियन्सलाई खुसी पाउने, अडियन्सलाई नचाउने होइन, रमाउने खालको प्रोजेक्टहरू हामीले दिनुपर्छ भनेर दाइले लागि पनि आफ्नो ठाउँबाट गर्नुपर्छ। म पनि यस्तो पार्ट हुन्छ भनेर एकदमै धेरै खुसी छु। हिपहप र हाम्रो दुर्गेश लागि एउटा 2टा जनर चाहिँ कोल्याब गरेर जस्तो राम्रो प्रोजेक्ट बनाएर निस्केको छौँ। सबैलाई राम्रो लाग्छ। योपल्ट दुर्गेशजीले भनौँ न राजपाल राईसँगको पहिला आनन्दकारी हुनुहुन्थ्यो, अहिले राजपाल राईलाई सरकारी गर्न थाल्छ, त्यो गायनको पाटो रह्यो। त्यसपछि भिडियोमा सुरज सिंह ठकुरी गिरीले देखिनुहुन्छ अरूको भिडियोमा। उहाँलाई कसरी कन्भिन्स गर्नुभयो भिडियो खेल्नको लागि, र इवा गिरी दिमागमा कसरी आयो, इवा गिरीलाई पनि ल्याउनुपर्छ भनेर त्यो पनि केही कुरा गरिदिनुहोस्। राजपाल दाइ त लेजेन्ड भयो होइन, उहाँसँग काम गर्न पाउँदा त हामी आफ्नो भाइ मलाई चाहिँ हिजोको दिनमा जुन स्ट्रगल गर्ने पिरियडमा फलानासँग काम गर्न पायो भने फलानासँग काम गर्न पायो भन्ने थियो नि त। त्यो अहिले चाहिँ मैले भएकोलाई चाहिँ जस मैले रिक्वेस्ट गर्छु दाइहरूसँग काम गर्नुहुन्थ्यो, तपाईँ राजी हुनुहुन्छ कि भनेपछि दाइहरूले हुन्छ ल गरौँ भनेपछि दाइहरूसँग गर्न भन्छ। किनकि दाइको भोइसमा दाइहरूको चाहिँ जुन भोइस उहाँलाई पनि नाच्नु मन लाग्छ, उहाँसँग काम गर्न जोडिन मन लाग्छ। अग्रजसँग जोडियो भने पनि राम्रो हुन्छ।
राम्रो बाटो राम्रो उयो बनाएको छ र सुरज सिंह ठकुरी दाई चाहिँ मलाई मनपर्ने दाई हो मलाई धेरै कुराहरू दाईले पनि सुझाव सल्लाह दिइराखेको छ अनि योपालि दाईले मैले त्यही बिस्केर दाई केमा खेलेर त भनेर भनेको खेलौँ भन्नुभयो दाइले पनि एकदम अलि जम्मी पाराउनु हुँदैछ अनि ओके इबासँग चाहिँ कस्तो हुन्छ अब अलि त्यस्तै गोल्ड टाइपको लुक्स चाहिएको थियो गोल्ड आइरहेको हुन्छ नि त त्यो भएको हुनाले नेपाली चाहिँ इबालाई चाहिँ गरौँ ओभरअल भिडियो हेर्दाखेरि के एकदम बेस्ट बनेको जस्तो लाग्छ तपाईँलाई आज यो जे सोच्नु भएको थियो आज भिडियो रिलिज भयो तपाईँ भिडियोजी टिमले अनुसारको भिडियो बनेको छ अझ त्योभन्दा माथि बनेको छ कस्तो लाग्छ त्यो मेहनत गरेको झन्डै अब तपाईँको 40-35 लाखसम्म चाहिँ र 5 दिन चाहिँ हिँडेकै कारण अब यहाँ नमिलेर हामी पोखरासम्म गएर हिँडलाई चाहिँ चार्टर गरेर सम्म गऱ्यौँ है के मागिरहेको छ त्यो कुरामा म यसमा एक चिज के थप्नु चाहेँ भने दुर्गेश दाईसँग काम गर्दाखेरि एक लाइक दुईवटा मैले प्रोजेक्ट गरेँ दाईले एक चिज के हो भनेपछि क्रिएटिभिटीको लागि टाइम दिनुहुन्छ कि एन्ड जो तिम्रो दिमागमा छ गर कि फ्रिडम दिनुहुन्छ कि प्रायः मान्छेले दिँदैन कि सो दाईलाई पनि थाहा छ दाई स्ट्रगल गरेर आएको कसरी गर्ने के छ कसरी यहाँसम्म पुगेको सबै थाहा छ दाईले त्यो कारणले पनि लाइक मलाई चाहिँ स्पेसली मैले काम गर्दा दुर्गेश दाईसँग एकदम कम्फर्टेबल फिल गर्छु एन्ड दाईले त्यो स्पेस दिनुहुन्छ कि लाइक क्रिएटिभिटीको तँलाई यो ठिक छ मलाई यो दाई चाहियो त्यस्तो होइन कि बजेटको कुरा नै त्यो सोच्नै हुन्न कि त्यो एकदमै त्यही भएर लास्ट टाइम पनि दुश्मन हेरेमा पनि कतिजना चाहियो हेर दाई मलाई यति मान्छे चाहियो यो कुरा चाहियो राख स्पेसली पेमा अङ्कलको लागि पनि हामीले सुकुरको कहाँबाट खोजेर त्यो लाइक गरेको पेमा अङ्कलले पनि एकदम सपोर्ट गर्नुहुन्छ त्यसमा लाइक सो दाईको एक छ कि लाइक क्रिएटिभिटीको लागि ठाउँ दिनुहुन्छ कि गर त्यो एकदमै खोजेको दिनुपर्छ जस्तो अब साउथतिर होइन यो बलिउड हलिउडतिर मलाई ठुलो ट्रक चाहियो भने ल्याउनु पऱ्यो नि त्यो कुराले स्टोरी मागेको लडेको हो कि फेरि पनि दाइले ओके म टेक दिन्छु भनेर त्यो त्यसको लागि एक जिगरा त दुर्गेश दाइसँगै हुन्छ त्यही त दुर्गेश थापाका हरेक गीतहरू भिडियोहरू चाहिँ प्रायः बलिउड अझ साउथसँग प्रभावित भयो अर्जुन स्टाइल अझ आफू एउटा स्टाइलिस बन्ने भिडियो पनि आइरहेछ प्रभावित चाहिँ खास केले गराउँछ कि दुर्गेश थापा नेपालको अर्जुन नै हो त्यस्तो भन्दा पनि म दुर्गेश थापा नै हो होइन र किनकि भिडियोले के बुझ्यो हामीले पनि एक्स्ट्रा गरौँ नि त उनीहरूले पनि त कहीँबाट खोजेर बनाउनु हो होइन अब जस्तो ट्रकको सिन भयो सुँगुरको टाउको भयो होइन के चाहिन्छ अब डिरेक्टरले जो चाहिन्छ त्यो चाहिँ जस्तो कति हामीले चाहिँ अब गाडीहरू युज गरेका छौँ गाडीहरूलाई युज गरेका छौँ यी कुराहरू चाहिँ अब डिरेक्टरले बाँकी दिनुपर्छ अनि पो बल्ल भने जस्तो हाम्रो चाहिँ नेपालमा चाहिँ के छ भने 1 लाख दिन्छु अनि एउटाको हातमा पर्छ त्यसले आधी काटेर त्यसलाई दिन्छ त्यसलाई गर्दा 50,000 पर्छ अनि 50,000मा कस्तो भिडियो बनाएर दिन सक्दैन त्यो भएको हुनाले यदि काम गर्नु हो भने चाहिँ इन्भेस्ट पनि गर्नु पऱ्यो त्यही अनुसारले होइन त्यही अनुसारले काम पनि आउँछ त्यही अनुसारले नाम पनि आउँछ दाम पनि आउँछ हरेक कुरा इन्भेस्ट त गर्नु पऱ्यो के लागिरहेको छ मनमा आज भिडियो रिलिज भइसक्दाखेरि यो गीतले जसको रेकर्डलाई तोड्ला दुश्मन हेरेको बनाइयो दुश्मन नाचेको बनाउनु नाच बाहिर होइन अब यस्तो यो त बनाउने हो सबै दर्शकहरू हुने सबै कुराहरू दर्शक श्रोताले एकचोटि गएर युट्युबमा गएर हेरेर राम्रो लाग्छ भने राम्रो भोलि राम्रो छैन भने हामी फेरि सुधार्छौँ किनकि एउटा गीत भयो भन्दैमा हामी फेरि पछि हट्ने होइन कि हामी फेरि त्यसलाई सुधारेर हामी अर्को गीतलाई चाहिँ कसरी चाहिँ अब बेस्ट दिन सकिन्छ रङ गइरहेको छ कि अब यस्तो जानुपर्छ फेरि हाम्रो टिमले चाहिँ त्यसमा सल्लाह दाइ अब तपाईँहरू दुईजनाको पहिलो सहकार्य छवि हो मारा तपाईँको होइन अब फेरि अर्कोपल्ट पनि हामीले दुईजनालाई सँगै सहकार्य गरेको देख्न सक्छौँ एकदम भाइ त यस्तो मलाई लाग्छ कि होइन अब ऱ्यापरमा म त्यति धेरै ऱ्यापरहरूसँग चाहिँ क्लोज हुँदैन एउटा दुईवटा छ भाइहरू होइन म भाइ चाहिँ मेरो आफ्नै भाइ जस्तो लाग्छ मैले कहिल्यै पनि भाइको यो भोइस छ नि यो भोइस यत्तिकै सानो कन्सर्टमा होइन कि ठुल्ठुलो इभेन्टहरूमा चाहिँ गुन्जिनु भोइस हो कि आज नेपालको चाहिँ भाइले गर्न सक्यो भने धेरै माथि जान्छ भाइ होइन त्यो भएको हुनाले मैले अब यो गीतमा दिएँ होइन र भाइमा आफैमा पनि ट्यालेन्ट छ होइन त्यो भएको हुनाले मैले भाइलाई दिएको होइन कि भाइमा कला छ यसमा छ त्यो भएको हुनाले हामीले दिनुपर्छ हामीले गर्नुपर्छ मिलेर भाइले मलाई सपोर्ट गर्नु मैले भाइले सपोर्ट गर्छ आज
कति आउँछ राम्रो राम्रो आउँछ अन्त म दुई चिज टीमा चाहिँ आफैमा एउटा तिब्बतन गायक उहाँ गायकलाई तपाईँले एकदम राम्रो कलाकार बनाउनु पर्छ कारण के हो उहाँमा गायक हुने क्षमता भन्दा नि कलाकार हुने क्षमता बढी देख्नु भयो कि नाताले मेरो ससुराजी पढ्नुहुन्छ होइन हामी जय ससुरा हो उहाँले केही कुरालाई पनि अब एज अ टिपिकल सिङ्गर भए पनि उहाँ चाहिँ फेरि केही कुरामा पनि पछि हस्नुहुन्न कि यो गर्नुहुन्छ भनेपछि गर्छु भन्छ उहाँको पनि एउटा चाहिँ जुन किसिमको जोस छ त्यो जोस चाहिँ हाम्रो कम्युनिटी हाम्रो चाहिँ ग्रुपसँग हाम्रो युनिटसँग मिल्छ त्यो भएको हुनाले नै हामी सँगै काम गरिरहेको एउटा सानो क्वेसन पेमा सरलाई दुर्गेश थापासँग चाहिँ दुश्मन हेरेको हेरेदेखि आजको यो गीतसँगसम्म चाहिँ काम गर्दाखेरि चाहिँ थोरै एक्सपिरियन्स कस्तो रह्यो तपाईँकोबाट भने सुनाउनु फर्स्ट अफ अल सबैसँग दाजुभाइ दिदीबहिनी सबैले चाहिँ होइन नमस्कार भन्न चाहन्छु अब उहाँसँग अब त्यो दुश्मन हेरेको हेऱ्यो भन्दा पनि अगाडिदेखि हामीले त्यसै सबै काम गरेको छौँ धेरै म्युजिक भिडियोहरू सबै गरेको छौँ उहाँसँग काम गर्दाखेरि अब सबभन्दा अगाडि एकदम ट्यालेन्टेड एकदम क्रिएटिभ होइन उहाँसँग काम गर्दाखेरि उहाँको जुन उहाँसँग काम गर्ने मान्छेलाई उहाँकै जोस चाहिँ आउँदो रहेछ एकदम खुसी लाग्ने सँगै काम गर्दाखेरि धेरै सिक्ने कुरा पनि पाउने एकदम इन्जोयमेन्ट हुने रहेछ त्यसैले मैले चाहिँ अब लत लाग्यो क्या हो त्यस्तै एडिक्सन लाग्यो जस्तै होइन एकदम रमाइलो हुँदो रहेछ अब नयाँ चिज सिक्न पाउने उहाँको सँगै काम गर्दाखेरि एकदम एनर्जी आउने हरेक चिजमा चाहिँ सिक्न पाउने कुराहरू छ जस्तो एज अ सिनियर भएको हिसाबले पनि दुर्गेश थापाले चाहिँ भीमालाई केही कुरा सजेस्ट गर्नु पऱ्यो भने चाहिँ के कुरा गर्नुहुन्छ उहाँ ग्रो हुँदै हुनुहुन्छ होइन अब बिस्तारै स्टार हुने भइसक्नु भएको छ भनौँ होइन क्रममै हुनुहुन्छ थोरै सजेसन दिनु न भीमालाई सुन नम्बरी सुनलाई खासी लाउनु पर्दैन भन्नु होइन खासै भाइले त्यस्तो देख्दैन उसको डिसिप्लिन होइन केही पनि खाँदैन होइन एउटा ऱ्यापर भएर आफूभन्दा ठुलो अग्रज दाइहरूलाई यति सम्मान गर्छ उसको चाहिँ त्यो हम्बलनेस चाहिँ सायद कमै भेटिन्छ कि कमै ऱ्यापरमा भेटिन्छ र त्यो चाहिँ एकदम राम्रो लाग्छ सुधार्नु पर्ने त खासै केही पनि छ त्यो ऊ आफै लेख्छ आफै गाउँछ हरेक कुरामा कम्फर्ट छ त्यो भएर उसँग ऊ चाहिँ मेरो गीतको ऱ्यापर पनि सबै आफै लेखेर हो मैले लेखेको जस्तो दाइ अब दर्शकलाई के भन्नुहुन्छ गीत आज रिलिज भएको छ के भन्दैनस् दर्शकलाई त त्यो हामीले अब यति मेहनत गरेर भिडियो बनाएका छौँ अब दुर्गेश थापा युट्युब च्यानलमा आइसकेको छ सबैजनाले हेर्दा खुसी लाग्छ दाइ जस्तो कि तपाईँको एकजना पछि दुईजना त्यस्तो नयाँ आर्टिस्टहरू सहकार्य भइरहेको हुँदैन नयाँ नयाँ लिइरहनुहुन्छ खास कारण के हो नयाँ नयाँलाई चान्स दिनु पऱ्यो नि होइन नयाँ भनेर आर्टिस्ट त जोस् अब जस्तै अघिल्लो पटक के अरे आनन्द कार्की हुनुहुन्थ्यो अहिले राजेश पायल हुनुहुन्थ्यो यसरी आर्टिस्ट उहाँलाई त अग्रजसँग मलाई काम गर्न मन लागेर भोलि म एम्बरल दाइसँग काम गर्छु होला कतिले भन्छन् कि दुर्गेशको एकताल कामरी सहकार्य टिकेन होला त्यो भएर चाहिँ अर्कोसँग गरे होला भन्ने यसलाई खुला पार्दैन अब टिक्ने र नटिक्ने कुरा चाहिँ उहाँहरूलाई स्वदेशीमा थाहा हुन्छ होइन म चाहिँ मलाई चाहिँ के गर्नु चाहिँ डिफ्रेन्ट मान्छेसँग काम गर्न मन छ डिफ्रेन्ट मान्छेसँग काम गऱ्यो भने डिफ्रेन्ट किसिमको स्वाद आउँछ जस्तै दुर्गेश चाहिँ अब भनौँ न धेरैजनासँग काम गरिराख्दाखेरि अब तपाईँ आफैमा पनि व्यस्त गायक हुनुहुन्छ राम्रो गाइराख्नु भएको छ इन्डस्ट्रीलाई एउटा नेक्स्ट लेभल लिएर जानु भइसकेको छ होइन भनिराख्दाखेरि इभागिरी जस्तो व्यक्ति जो इन्फ्लुएन्सर भएर उहाँहरू आइराख्नु भएको छ उहाँहरूसँग काम गर्दा कतिको सहज सेटमा कस्तो रह्यो कतिको गाह्रो रहेछ के छ होइन अब किनभने त्यहाँ स्टारडमहरू नै हेर्दा सुरेश दाईहरू हुनुहुन्छ इभागिरीहरू हुनुहुन्छ होइन त्यो गरिराख्दाखेरि त्यो अलिकति त्यो माहौल भनिदिनु अलिकति हामीले के सुन्यो भने अलिकति गाह्रो नै भइरहेको थियो त्यो अलिकति ट्यान्ट्रम अफ हुन्छ नि आर्टिस्टको एउटा अलिकति ट्यान्ट्रम भन्ने सुनियो के हो यो अलिकति भनिदिनु यो विषयमा त म त एज अ आर्टिस्टको काम गर्छु डिरेक्टरलाई कतिको एक्चुअली डिरेक्टर साहब प्लिज यो अलिकति भन्दा पनि यो ह्युज प्रोजेक्ट चाहिँ हामीले कसरी लिनुपर्छ भनेपछि सानोतिनो प्रोजेक्ट होइन सेटमा कमसेकम 200 मान्छे जति थिए प्रब्लम हुन्छ कुन साइडमा प्रब्लम हुँदैन लेकिन एट द एन्ड हामीले राम्रो काम गरेको छ अब मैले के भन्छु भनेपछि त्यो सबै कुरा बिर्सेर हाम्रो युट्युबमा गाना आइसकेको छ माया गरिदिनु होला राम्रो लाग्छ कमेन्ट गरिदिनु होला के सजेसन दिनु होला दुर्गेश थापा युट्युब च्यानलमा हाम्रो दुश्मन हेरेको भन्दा राम्रो म्युजिक भिडियो आइसकेको छ नाच भाइ नाच जस्तो होइन थुकेको चाट्ने त जस्तो होइन लुकेर भाग्ने सक्छस् भने आइज 1 2 3 4 5 नाच
जस्तो दाइ तपाईँको गीत प्रायः च्यालेन्जिङ टाइपको हुन्छ खास किन धन्यवाद च्यालेन्जिङ टाइपको जो हाम्रो दुर्गा सापा डेनिमेसनको ब्रान्ड एम्बेसडर पनि हुनुहुन्छ सबै साथीहरूलाई थाहा छ होला थाहा छैन भने पनि मैले भन्ने ल ल ल म झरिहाल्छु कपडा चाहिने बस्नु पर्यो दुर्गा थापाको जन्मदिनको उपलक्ष्यमा यो केकको व्यवस्था गरिएको छ। अब उहाँहरूले भन्दा पनि दुर्गाजाले केक काट्नुहुन्छ, हामी खुसी मनाउँछौँ। डेनिमेसन आदरणीय दाई सुशील दाई हाम्रो चाहिँ अब टिममा हाम्रो अग्रज पनि हुनुहुन्छ। धेरै कुराहरू दाईसँग पनि सुझाव सल्लाह लिने गर्छौँ र हामी डेनिमेसनको जति पनि लुगाहरू दाईसँग दाईले नै प्रोभाइड गर्नुहुन्छ। स्टेज चढ्नेदेखि लिएर जाँदा जाँदाखेरि पनि मेरो ड्रेसअप दाईले नै गरेर आउनुहुन्छ। त्यसको लागि यदि अब हेन्डसम बनाइदिएकोमा दाईलाई धेरै धेरै धन्यवाद। डेनिमेसन त्यसरी म अलिकति भने यो कार्यक्रम चाहिँ मैले चाहेर भन्दा पनि हाम्रो दुर्गेश भाइले मात्रै चाहेर भएको हो। यो नभएदेखि अब प्रिमियर भने नट अ जोक होइन। यसको लागि डेनिमेसनलाई सौभाग्य दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच तिमीले खुवाइदिन्छ हुन्छ नि सुन्नु पनि हाम्रो हेन्डसम बोयले खुवाउने हो। फ्रुट्स मात्र खानु, फ्रुट्स खानु होला, फ्रुट्स निकाल खानु ल हो ल त खान्थ्यो भाउजूको तर्फबाट ल 100 वर्षको आयु होस्। हामी सबैले सबै त्यस्तै हाँसी खुसी देख्न पाइयोस्। चुनाव जस्तै रसिलो देख्न पाइयो। 100 वर्षको आयु होस् होइन। नाच भाइ भयो, नाच्दा हजुरबा। साथीहरू बसेर केक खाउँ, सेयर गरौँ। सबैजनालाई थ्याङ्क यू सो मच मिडियालाई र आइदिनु भयो। भएला कति के हजुरहरूलाई धेरै धन्यवाद। र हामी सबैजना एक अर्कामा सपोर्टेड हो। मिडिया नभएपछि कलाकार हुँदैन है। त्यो भएको हुनाले तपाईँहरू चाहिँ राष्ट्रमा चौथो अङ्ग पनि हो। त्यसको लागि धेरै धेरै धन्यवाद। तर्फबाट पनि हजुरहरूलाई